यो उमेरमा नेपालको राजनीतिप्रति यो स्तरको बुझाइ सलुट छ। यो भिडियो हेर्नुहोस् एकपटक। मैले रासोपाले गरेको यो काम मन पर्यो भनेर एउटा भिडियो राख्दाखेरि कति धेरै मान्छेले आएर कमेन्टमा सहकारी ठगीले चलाएको पार्टी गर्दै कमेन्ट गरे क्या। ओके, आई गेट द्याट। यु फाइन रवि लामिछानेले गरेको कुनै काम नराम्रो, आई गेट द्याट। तर मैले भनेको त रासोपा एज अ पार्टीले गरेको काम मलाई मन पर्यो भने हो नि त। रवि लामिछाने ल हो, त्यो पार्टीको लिडर हो, तर रवि लामिछाने जुन कुराको लागि अक्युज छ नि त्यो कुरा उसले आफ्नो पर्सनल क्यापेसिटीमा गरेको कुरा हो क्या। उसले एज आफ्नो अफिसियल क्यापेसिटी गरेको काम होइन कि। उसले सहकारी ठगी ल अक्युज छ ल गर्यो होला भनेर मानिदिउँ, तर एज रासोपाको लिडर गरेको काम होइन क्या त्यो। तर वेन वी टक अबाउट मानव तस्करीको कुरा, यो भिजिट भिजा स्क्यामको कुरा डन बाई रमेश लेखक, उनले त्यो काम आफ्नो अफिसियल क्यापेसिटीमा गरेको हो कि। एज अ होम मिनिस्टर यो काम गर्नुभयो भनेर कुरा आएको। द्याट मिन्स उसले आफ्नो पावरको मिसयुज गरेको। यदि हामीले कङ्ग्रेसको कुनै कुरा गरिरहेछौँ, केही गरिरहेछौँ, रमेश लेखकको कुरा ल्याऊ, बिकज एज वान अफ द प्रोमिनेन्ट फिगर्स अफ कङ्ग्रेस उनले त्यो काम गरेको हो होइन। त्यो काम गर्दाखेरि यदि कङ्ग्रेसको हामीले कुरा गर्दाखेरि रमेश लेखकले त यो गरेको थियो आफ्नो अफिसियल क्यापेसिटीमा भनेर त्यो कुरा ल्याउन मिल्छ क्या। तर यो केसमा रासोपाको एज अ पार्टी राम्रो काम गरिरहेछ मलाई फिल भएको छ भनेर मैले भन्दाखेरि रवि लामिछानेले आफ्नो पर्सनल क्यापेसिटीमा गरेको काम ल्याएर त्यहाँ बिचमा चुच्चो दिन जरुरी छैन क्या। यिनी को हुन्, कहाँ हुन्, यिनलाई मैले चिन्दिनँ साथीहरू। तर सामाजिक सञ्जालमा यिनको भिडियो भेटिसके पछाडि यो भिडियो सेयर गर्नै मन लाग्यो मलाई। यो उमेरमा नेपालको राजनीतिप्रति यतिको बुझाइ, नेपालको नयाँ पिँढीले यो देशको सुन्दर भविष्य कोर्न सक्छ भन्ने एउटा गतिलो उदाहरण हो साथीहरू। यति सानै उमेरमा पनि राजनीतिप्रति यति गहिरो बुझाइ र आम सर्वसाधारणलाई यति मजाले बुझाउन सक्ने यिनको क्षमता मलाई गजब लाग्यो। नेताहरूले युवा जतिलाई विदेश लखेट्न किन खोज्दैछन्? कारण यही हो साथीहरू। यसरी युवाहरूले बुझ्न थाले भने त आफ्नो रोजीरोटी त सुइकिहाल्छ। यही कारणले गर्दाखेरिमा सचेत युवा, पढे लेखेका युवा वर्ग जतिलाई विदेश धपाइदिए पछाडि मजाले यो देशमा मनोमानी गर्न पाइयो, आफ्नो स्वार्थ अनुसार शासन व्यवस्था चलाउन पाइयो, प्रश्न गर्ने कोही हुने भएन। बस कारण यही हो। पछिल्लो समय सामाजिक सञ्जालको व्यापक पहुँचको कारण धेरै युवा वर्गहरूमा राजनीतिक चेतना पलाएको छ साथीहरू। देशको राजनीति कसरी अगाडि बढिरहेको छ, नेताहरूले कस्तो कस्तो किसिमको हरकतहरू देशमा गरिरहेका छन् र हरेक क्षेत्रबाट विश्व धेरै अगाडि बढिसक्दा हामीहरू पछाडि पर्नुको मुख्य कारण के हो, यी सबै कुराहरू मजाले बुझ्न थालेका छन् र यसरी बुझ्नु आवश्यक पनि छ साथीहरू। आम नेपाली युवाहरूले अब यो बुझ्नु जरुरी छ। झोले बनेर होइन, सत्य तथ्य बुझेर कसलाई समर्थन गर्ने हो समर्थन गरौँ।